सबै नेपाली बुझ्ने भाषा। मधेसको अधिकार भनेको नेपालको शक्ति हो। नेपालका दाजुभाइ दिदीबहिनीहरू, हामी सबै एउटै देशका नागरिक हौँ। हिमाल, पहाड, तराई कुनै दुश्मन होइन। ती सबै नेपालका सुन्दरता हुन्। मधेसले आज जुन कुरा बोल्दैछ त्यो नेपाल विभाजन गर्ने कुरा होइन, बरु नेपाललाई अझै न्यायपूर्ण, समावेशी र बलियो बनाउने माग हो। मधेसले किन अधिकारको कुरा गर्छ? सबैले बुझ्ने कुरा। मधेस नेपालकै सबैभन्दा उब्जनी भूमि हो। नेपालका धेरै उद्योग, व्यापार, कर, सामान ढुवानी सबै यही बाटो भएर चल्छ। तर विकास ढिलो पयो, प्रतिनिधित्व कम, भाषा संस्कृतिलाई सम्मान कम, प्रशासनिक सेवा टाढा काँडा। त्यसैले मधेस भन्छ, हाम्रो योगदान जति छ अधिकार पनि त्यति नै चाहिन्छ। यो कुरा अर्काको अधिकार खोज्ने होइन, आफ्नो हिस्सा बराबरी पाए हुन्थ्यो भन्ने मात्र हो। मधेस बलियो भयो भने नेपाल झनै बलियो बन्छ। स्थानीय विकास छिटो हुन्छ, रोजगारी बढ्छ, उत्पादन र व्यापारमा देश समृद्ध हुन्छ, असन्तुष्टि घट्छ, राष्ट्रिय एकता बढ्छ। अन्ततः फाइदा नेपालकै हो। स्वायत्तता भनेको अलग देश होइन, नेपालमै बसेर स्थानीय सरकार शक्तिशाली बनाउने, स्थानीय भाषा संस्कृति जोगाउने, स्थानीय जनताले आफ्नो भविष्य आफै बनाउने, यही कुरा मात्र हो। जसरी गण्डकी प्रदेशले आफ्नो अधिकार प्रयोग गर्छ, बागमती प्रदेशले गर्छ, त्यस्तै मधेस पनि पूर्ण रूपमा सक्षम होस्, यही कुरा। सन्देश सबै नेपालीलाई। मधेसका दाजुभाइ दिदीबहिनीले अधिकार भनेको कुनै समूहको विरुद्ध होइन, बरु नेपाललाई समानता र न्यायका आधारमा चलाउन खोजेको आवाज मात्र हो। नेपाल तब बलियो बन्छ जब हरेक नेपाली, गाउँमा बसेको वा सहरमा, मधेसी, पहाडी, जनजाति सबैलाई बराबरी, सम्मान र अवसर मिल्छ। अन्तिम लाइन, सबै नेपालीले सजिलै बुझ्ने, मधेस उठ्यो भने देश उठ्छ, मधेस कमजोर भयो भने नेपाल पनि कमजोर हुन्छ। त्यसैले मधेसको अधिकार माग्नु नेपाललाई नै बलियो बनाउनु हो।